हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। एन्ड आज चाहिँ म इन्डिया जाँदैछु सिलिगुडी। अर्ली मर्निङ उठेर फ्रेस भएर ब्रेकफास्ट गरेँ अनि म चाहिँ जाँदैछु बतासी है। यो चाहिँ पानी ट्याङ्की भन्दा ठ्याक्कै अलिकति पर छ। ठ्याक्कै कति छ डिस्टेन्स चाहिँ मलाई याद भएन, बट त्यहाँबाट हामी 10 रुपियाँको भाडामा चाहिँ रिक्साबाट पुग्न सकिन्छ। अनि त्यहाँ गएर चाहिँ म ट्रेन वेट गरिरहेको छु 10 रुपियाँको टिकट गरेर सिलिगुडीको लागि। र मलाई चाहिँ कहिले काहीँ सोलो ट्राभल पनि धेरै मनपर्छ होइन, बिकज आई इन्जोय माई कम्पनी। किनकि लाइफमा चाहिँ भाइब चाहिन्छ। अब भाइब कसैसँग मिलेन भने त एक्लै पनि इन्जोय गर्न सिक्नुपर्छ। बट द्याट मिन्स मसँग चाहिँ भाइब मिल्ने मान्छे हुनुहुन्न भन्ने कुरा होइन, साथीहरू छैन भन्ने कुरा होइन। बट समटाइम एक्लै ट्राभल गर्नु पनि राम्रो कुरा हो। धेरै कुराहरू एनालाइज गर्न पाइन्छ। मलाई चाहिँ मेरो पर्सनल कामको लागि अनि स्पेसली सपिङहरू गर्न जान, घुम्न, यस्तो कामहरूको लागि चाहिँ मलाई एक्लै पनि ट्राभल गर्न धेरै राम्रो लाग्छ। र आज चाहिँ म फर्स्ट टाइम लोकल ट्रेनमा चढ्दैछु र एकदम सर्ट आज ट्राभल रहेको छ मेरो ट्रेनमा। किनकि बतासीबाट हामी लगभग 20 मिनटमा चाहिँ सिलिगुडी पुग्दो रहेछौँ। अनि आफ्टर सम डेज चाहिँ म काठमाडौँ सिफ्ट हुँदैछु। त्यही भएर चाहिँ म थोरै ग्याजेट्सहरूको लागि चाहिँ सिलिगुडी गएको थिएँ। र त्यहाँ चाहिँ पल म्युजिक भनेर एउटा इन्स्ट्रुमेन्टको पसल छ अनि जहाँनिर चाहिँ म्युजिकको लागि सबै इन्स्ट्रुमेन्टहरू पाइन्छ। त्यहाँ चाहिँ मेरो काम थियो, त्यस पछाडि मैले त्यहाँ भिजिट गरेँ र अलमोस्ट मेरो कामहरू चाहिँ सकिसकेको छ। अनि म चाहिँ गाडीमा बसेर पानी ट्याङ्कीको लागि चाहिँ रिटर्नको लागि वेट गरिरहेको छु। लगभग यहाँनिर प्यासेन्जरहरू वेट गर्दाखेरि 15 मिनट जति बसिरहेँ म। त्यसपछि चाहिँ फाइनल्ली हाम्रो गाडी अगाडि बढिसकेको छ। अनि म चाहिँ जाँदैछु। बाटोहरू नयाँ नयाँ लागिरहेको थियो मलाई है, पानी परेर होला भन्ने फिल गरिरहेको थिएँ। बट गाडी चढेको केही छिनपछि चाहिँ मलाई ड्राइभरले बहिनी यहीँसम्म हो भनिसके पछाडि चाहिँ म छक्क परेँ कि पानी ट्याङ्की यति छिटै आएको हो र भने त। पानी ट्याङ्की मोड पनि रहेछ क्या त्यहाँ सिलिगुडीमा। म चाहिँ त्यहीँ पुगेछु। अनि पानी परिरहेछ गाइज है, मलाई गाडीले छोडेर गयो। र फेरि म चाहिँ अटो चढेर फेरि आएँ सेभोक मोडमा, जहाँबाट चाहिँ पानी ट्याङ्कीको गाडी लाग्छ। अनि चाहिँ म यहाँ अटोमा फर्किँदैछु है, जसरी गएको फेरि त्यसरी नै फर्किरहेको छु। अनि पानी पनि परिरहेछ फेरि ठुलो, के हो कि घाम लाग्दै पानी पर्दै भइरहेछ होइन। अनि हजुरहरूको चाहिँ भएको छ कि छैन नि यस्तो अर्को ठाउँ भनेर गएको अनि लोकेसन याद नभएर चाहिँ अर्को ठाउँमा पुग्नु भएको छ कि छैन? म चाहिँ धेरै टाइम यस्तो भएको छ। अनि बिर्तामोड आएर चाहिँ मेरो मिटिङहरू पनि थियो। त्यसपछि म चाहिँ अलि छिटो गरौँ भनेर हिँडेको, झनै ढिलो भयो गाइज आज त। अनि हातमा 10 रुपियाँ आइसी बोकेको छ अनि ट्राभललाई इन्जोय गरेको छ होइन, केही पो गर्न सकिन्छ। र त्यस पछाडि फेरि आएँ अनि त्यस पछाडि चाहिँ बस लागिरहेको रहेछ ठिक्क पानी ट्याङ्कीको। अनि म चाहिँ बस चढेँ गाइज। अब अलिकति अगाडि मात्रै के आएको ट्राफिक है, यहाँ पनि के को जुलुस भइरहेको रहेछ। अनि लगभग 15-20 मिनट यहीँनिर वेट गर्न पर्यो। अनि पानी त परिरहेको थियो तर पनि गर्मी यस्तै भइरहेको थियो कि अलिअलि पानी पर्दा त। अनि फेरि त्यो बाफले गर्दा एकदमै गर्मी भइरहेको हुन्छ नि त। अनि गाडीमा फेरि यति धेरै प्यासेन्जर है। अनि ड्राइभरहरूलाई चाहिँ प्यासेन्जर कहिले पनि धेरै हुँदैन भन्ने कुराको प्रुफ चाहिँ त्यो दिन मैले मजाले हेर्न पाएँ है। गर्मी पनि भइरहेछ, त्यही माथि मान्छेहरू त्यति नै। अब हतार त सबैजनालाई हुन्छ होइन आफ्नो आफ्नो डेस्टिनेसनमा पुग्नको लागि, बट त्यो चाहिँ अति नै भइरहेको थियो कि। अनि फाइनली हामी शिव मन्दिर आइपुग्यौँ। यो चाहिँ प्यासेन्जर चाहिँ गाइस गर्मीमा है, तर म चाहिँ स्टार्टिङमै चढेको भएर सिट पाएँ अनि बसिरहेको छु अगाडि नै। अनि प्यासेन्जर्सहरू चढ्ने झर्ने क्रम बढिरहेछ। अनि म चाहिँ पानी ट्याङ्की आइपुगेँ। पानी ट्याङ्की आएर यो चाहिँ अदौरी लिएँ अनि त्यस पछाडि बोर्डर क्रस गरेर लगभग 6-6:30 भइसकेको थियो बोर्डर क्रस गर्दै गर्दाखेरि। र म चाहिँ फाइनल्ली नेपाल आइपुगेँ गाइज है। आजको दिन चाहिँ यसरी नै गयो मेरो। अनि त्यसपछि चाहिँ गाडी चढेँ म काकरभिटाबाट बिर्तामोडको लागि। अब यसको जम्मा स्पिड छ 25-20 है। अनि ड्राइभरलाई चाहिँ पछाडिको प्यासेन्जरले रिस उठाउनु भयो क्या होइन, सिट चाहिँ नदिएर अरू मान्छेहरूलाई नदिएर 3 जना मात्रै बस्नुभयो 4 जनाको सिटमा। अनि अब ड्राइभर दाइलाई रिस उठेर गाडी म स्लो कुदाउँछु भन्न थाल्नुभयो, म ढिलो पुर्याइदिन्छु आज भन्न थाल्नुभयो होइन। अब घाटा त हामीलाई भइरहेछ उहाँहरूले गर्दाखेरि, तर पनि हामी चाहिँ आयौँ। दाइलाई
पर्नेमा हामी छिट्टै पुग्नु छ भनेर अनि बाटोमा आएको तक्षशिलाको बस पनि आउँदै रहेछ यो चाहिँ काकरभिटाबाटै फर्केको होला म चाहिँ अब बिर्तामोड आइसकेको छु गाइज थ्याङ्क यू फर वाचिङ एन्ड सी यू अल इन नेक्स्ट भिडियो